Okay, फाइनली एचआर सिजेले चाहिँ भ्लग सुरु भइसकेको छ। आज सन्डेको दिनबाट स्टार्ट भएको यो भ्लगमा चाहिँ विभिन्न कथावस्तुमा रहेर हामीले भ्लग बनाउनेछु। आज चाहिँ म यो बर्दुबईको आब्रामा छु है। बर्दुबईको आफ्नै इतिहास छ, यो आब्राको आफ्नै इतिहास छ। यहाँ म तपाईँलाई ल्याउन चाहन्छु। यहाँ पर हेर्नुभयो तपाईँले चाहिँ बोटहरू देख्न सक्नुहुन्छ। यो बोटको आफ्नै इतिहास छ। जसरी नेपालमा भक्तपुरको आफ्नै इतिहास छ, गोर्खा दरबारको आफ्नै इतिहास छ। यो स्पेसली बर्दुबईको ठाउँ जसको चाहिँ आफ्नै किसिमको परम्परा रीतिरिवाज र यहाँको राजकीय शासन शैली र पद्धतिसँग चाहिँ विभिन्न कुराहरू जोडिएको छ। स्पेसली यो चाहिँ रातिको समयमा यहाँ चाहिँ एकदमै राम्रो हुन्छ। यहाँ कस्तो हुन्छ भने एकदम झिलिमिली हुन्छ र यहाँ चाहिँ विशेष हुक्का पिने ठाउँ। यो चाहिँ एकदमै हुक्का पिइन्छ यहाँ चाहिँ। सो स्पेसली यदि नेपाली युएमा आउनु भएको छ भने चाहिँ उहाँहरू आउनै पर्ने ठाउँ भनेको चाहिँ बर्दुबई हो। किनभने म्याक्सिमम नेपालीहरू बसोबास गर्ने ठाउँ भनेकै यहाँ चाहिँ बर्दुबई हो। जस्तो यहाँको एउटा ठाउँ छ करामा भन्ने। करामामा चाहिँ स्पेसली इन्डियनहरू बस्छन् है। त्यसबाट रिग्गा छ, रिग्गामा चाहिँ स्पेसली चाहिँ फिलिपिनहरू बस्छन्। त्यसै गरी बर्दुबई भन्ने ठाउँमा चाहिँ सबैभन्दा धेरै नेपालीहरू बसोबास गर्छन्। त्यही भएको कारणले यहाँ चाहिँ यसलाई चाहिँ नेपालको ठमेलको रूपमा पनि लिइन्छ। ठमेल भन्दा अर्को शाब्दिक अर्थ नलागोस्, तर यस जसरी नेपालको ठमेलमा ग्यादरिङ धेरै हुन्छ, धेरै मान्छेहरूको भिडभाड जम्मा हुन्छ, त्यसरी नै बर्दुबईमा चाहिँ धेरै नै भिडभाड हुन्छ। स्पेसली सन्डे, आज सन्डे मैले भनिसकेको छु। अहिले भर्खरै बिहान भएको कारणले चाहिँ यहाँ खासै मान्छेहरू जम्काभेट हुनु भएको छैन। तर आफ्टर 12 PM यहाँ चाहिँ धेरै मान्छेहरू जम्मा हुनुहुन्छ। यो मैले बोर्ड देखाइरहेको छु, अघि पनि भने दुबई चाहिँ एउटा ऐतिहासिक भूभाग पनि हो र यहाँ दुबईले चाहिँ एउटा इतिहास पनि भएको छ। यो बोटहरू हेर्नुभयो भने प्रत्येक बोटमा चाहिँ तपाईँको झन्डाहरू लगाइएको हुन्छ। दुबईको झन्डाहरू यसरी फरफराइएको हुन्छ र यहाँ चाहिँ यो क्षेत्रबाट, यहाँ वारीबाट पारी जानको लागि चाहिँ हामी बोटको प्रयोग गर्छौँ। यसरी बोटबाट जान सकिन्छ। एक तिराम तिरेर यहाँबाट बोट तिरेर जान सकिन्छ। यदि तपाईँ बर्दुबई आउनु भएको छ, दुबई आउनु भएको छ, डेफिनेटली पनि यो बोट चढ्न भने चाहिँ तपाईँले नबिर्सिनु होला है। सो अब अफिसियल्ली गोसिप विथ सिजे भन्ने चाहिँ तपाईँको एउटा युट्युब च्यानल आइसकेको छ। तपाईँले पक्कै पनि यो युट्युब च्यानललाई माया गरिदिनुहुन्छ, सब्सक्राइब गरिदिनुहुन्छ। नेपालीहरूको भिडभाड यसरी यहाँ जम्मा भइसकेको छ। म तपाईँलाई देखाइरहेको छु। यी सबै जति पनि तपाईँको नजरमा आइरहनु भएको छ उहाँहरू सबै नेपाली नै हुनुहुन्छ है। सो भिडियोहरू तपाईँलाई म कन्टिन्युस देखाउँदै लानेछु। तपाईँले माया स्वरूप मलाई सब्सक्राइब पनि गरिदिनु होला। तपाईँले यहाँ गरी पनि देख्न सक्नुहुन्छ। विभिन्न राष्ट्रहरूबाट दुबईमा आएर चाहिँ भिजिटको रूपमा, टुरिस्टको रूपमा आएर बसोबास गर्नुहुन्छ, घुम्नुहुन्छ। किनभने यो एकदमै राम्रो कन्ट्री, घुम्नको लागि एकदमै राम्रो कन्ट्री पनि मानिन्छ है। त्यसै गरी यहाँ सानो, यहाँ हेर्नुहोस्, पानी जहाज, यहाँ हेर्नुहोस्, इतिहास एकदमै डेभलप। दुबई चाहिँ वान अफ द डेभलप कन्ट्री भएको नाताले यिनीहरूको आफ्नै पानी जहाज छ, जसलाई हामी दुबई फेरी भन्छौँ। यहाँबाट तपाईँ शारजा, अबुधाबी चाहिँ विभिन्न लोकेसनहरूमा यसरी जान पनि सकिन्छ है। सो यो एउटा सानो भिडियो भयो, फर्स्ट तपाईँको चाहिँ भ्लग भयो गोसिप विथ एचआर सिजे। तपाईँले पक्कै पनि माया गर्नुहुन्छ होला, मलाई सब्सक्राइब गर्नुहुन्छ होला र आगामी दिनमा के कस्ता भिडियोहरू हेर्न चाहनुहुन्छ त्यही अनुसारको भिडियोहरू पनि म बनाउँदै जानेछु। थ्याङ्क यू।